44 सेना, 32 प्रहरी र 26 बैंक कर्मचारी बेपत्ता। भोटेकोशी बाढीले बगायो 22 पक्की पुल, 5 बेली ब्रिज, 40 किमी सडक नक्साबाटै गायब। प्रभावित क्षेत्रमा उद्धार प्रयास जारी। तिब्बत तर्फबाट रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको प्रलयङ्कारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका 44 जना नेपाली सेना, 32 जना नेपाल प्रहरी र 9 जना सशस्त्र प्रहरी गरी कुल 85 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सुरक्षामा खटिएका सैनिकहरूसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन। यस्तै नेपाल बैंकर्स एसोसिएसनका सिइओ अनिल शर्माका अनुसार टिमुरे र स्याप्रोबेसी लगायतका क्षेत्रमा रहेका 8 वाणिज्य बैंक, प्रभु ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी, माछापुछ्रे लगायत 9 शाखा क्षतिग्रस्त भएका छन् भने ती शाखामा कार्यरत 26 जना बैंक कर्मचारी अझै सम्पर्कविहीन छन्। फोन तथा इन्टरनेटका टावरमा क्षति पुगेकाले उद्धार र सम्पर्कमा कठिनाई भइरहेको छ। बाढीले सडक र पुल पूर्वाधारमा ठूलो विनाश मचाएको छ। सडक विभागका अनुसार रसुवागढीदेखि धादिङ गल्सीसम्मका 22 वटा पक्की पुल र 5 वटा बेली ब्रिज बाढीले बगाएको छ। बेत्रावर्ती, तादी खोला, त्रिशुली र गल्सीका पक्की पुलहरू बगेका छन्। नुवाकोटको बेत्रावर्तीदेखि रसुवागढी नाका जोड्ने 40 किलोमिटर सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढीको उच्च जोखिमका कारण मुङलिङ नारायणगढ सडक खण्ड समेत बन्द गरिएको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकायहरूले उद्धार प्रयास जारी राखेका छन्।